तपाईले यस्तो उस्तो भन्दै गोठाले कुराले गोठाले नि एकदम पानीपुरे लिम्बू भाषा लिम्बू गाउँको कुराले अनि त्यहाँबाट जडा लिम्बूको भाषाले अलिक मुख पनि हत्त परेको छ कि अनि पछि अनि उही गयो उसैका अगाडि पुगिन्छ नि अनि एक दिन त ढुङ्गामा म बसिरहेको थिएँ गलेर भन्दै गएर घरबाट गएको उसको गोठो उतापट्टि थियो तलतिर आयो आउँदैछ अनि म गएर ढुङ्गा बसेको ऊ है के भनिस् अरे भनेर यता यसो यसो गएर अब म सानो ऊ अलिक ठुलो त्यसो अनि एक दिन चाहिँ ऊ र म त्यो ओली उँभो माथि जाँदैथ्यौँ त्यो ओलीका गोठाबाट अलिक उँभो अनि त्यो बजिया चाहिँ मेरो अगाडि थियो ओली उसका अगाडि थियो ऊ चाहिँ अलिक बुढौली परेकै मान्छे हुन् है त्यतिखेर पनि अनि हामी चाहिँ ऊ अलिक ठेकाको केटो म चाहिँ अझै सानो अनि ती बुढा मान्छे त यस्तामा अलिक जिल्लामा यसो गरेर चढ्दै थिए च्याम्पै खुट्टा समाएर गर्रै तानो बुढा मान्छेलाई फनक्कै फर्केर एक झ्याम दिएको म त कुदेको कुदै तल 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 माझबाटे भन्ने ठाउँ थियो त्यहाँ पुगेर उँभो हेर्दा त त्यो मेदेर ऊ सँगै छन् माथि थुम्की डाँडामा मरिजानुहोस् परेथे सँगै पो छ फेरि जसरी ती ठुला पन्जाले अनि कसरी हिर्कायो भने नि त्यो थर्रै भयो नि म त अनि काठो पनि भन्नु सक्दा म त सानो थिएँ परालामा हानिदिएको यहाँबाट भनौँ अब यहाँ अनुमान पाइनँ त्यो माथि हाम्रा घरबाट तल 4 आली जति ग्वालाचोक तिमीहरू बसेको मन्दिर त्यति जति भन्दा धेर तल आएर हेर्दा त हो सँगै ऊ त त्यति खाएर पनि पछि पछि गएर त्यो माथि एउटा घुम्की डाँडो भन्ने थियो त्यहाँ बसेर म त तलबाट उमेर नानी के गर्दैछौ भन्छ पड्क्यो उसँगै छ होमगार्ड बसे जस्तो ती खरेल खान्डल खोइ यतै उतो कहाँ छन् साइलाको काइला चाहिँ अलिक सामाजिक रहेछन् त्यतिखेर बलभद्र नाम त्यो मलाई थाहा थियो सुनेको बलभद्रको साइलाको चाहिँ त्यो तलतिर सिस्ने र मासतिर बजराठेमा थियो काइलाको त्यो पर सिस्नेमा थियो होइन शिरध्वजे तल हाम्रो गोठमुनि शिरध्वजेमा त्यो साइलाको मासतिर चाहिँ बजराठ त्यहाँ बजराठका रुखहरू भएकाले त्यो नाम रहेको बजराठ शिशौ जस्तो बहुत रातो रातो घेरा भएको अनि चाँपा भोटे थियो पर्तिर त्यो डुडोमा चाहिँ के गर्थ्यौँ भने तल कान्छा दाइ र म कहिलेकाहीँ नुन त्यो गाईबस्तुलाई नुन दिने दिन हुन्छ त्यस दिन गएर त्यहाँ आवाज गरेर गुरुरै आउँछन् ढुङ्गा चप्लेटी छन् एउटा अब बाबुहरूले बनाएको डुँड रहेछ त्यो पछि हामी त्यतिखेर त्यो डुँडमा दुईपट्टि यसरी सुत्दाखेरि त्यतिखेरका केटा मान्छे ठ्याक्क बराबर हुन्थ्यो त्यो डुँड त्यति लामो थियो यो ठ्याक्क बस्थे डुँडाभित्र सुत्दाखेरि चाँपको डुँड नि चाँप अनि नुन दिएका दिन अनि गएर ढुङ्गा हातमा लिएर छ्याप्प सुतो यो देखिँदैन थियो त्यो डुँडको बिटाले छोपिन्थ्यो ढाक्थ्यो अनि सुतो गाईबस्तु चकमन्न हुन्छन् नि नुन खाएर जान्छन् अनि गर्दै उताबाट मृग आएर ठ्याप्प यहाँ गर्थ्यो जुरुक्कै उठेर कुदा परतिर पहिरो लडेको थियो पुरानो पहिरो यहाँबाट एकदम तल बिर्ता मोड जति फराकिलो पहिरो त्यहाँबाट उँधो फाला गरेपछि के हेर्नु र कुद्न जाँदा चाहिँ आफू त डुङ्गो त उठेर तयार गर्नु पनि ऊ त तयारमा छ नि त नुन खाना आएको त्यहाँ त्यो दिएका त्यस्तो गर्थ्यौँ अनि एक दिन चाहिँ यी शेखर दाईले के गर्ने भने मलाई घाँसको भारीमा बाजी गरेर सक्तो बोकाएछन् आफूले थोरै बोके आफू त पछाडि मलाई मैले अगाडि गर्दै हिँड्दै नि मैले सक्तो बोकेर अनि त्यस्तो गर्थ्यौँ अनि तर धेरै चाहिँ शेखर दाईसँग हुँदैन थियो यी शेखर दाईको त्यति त्यो एउटा कुरो थाहा छ